हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई मिनी ब्लग। दाल बसाले बाबुलाई अलिक सन्चो पनि थिएन, तातो पानी खाएँ अनि चिया बनाएँ अनि आमा छोरा मिलेर चिया खायौँ। त्यसपछि बाबुलाई खोकी लगाइरहेको थियो, धेरै नै खोकी लगाइरहेको थियो, सन्चो पनि थिएन उसलाई। खेल्दै बस्दै गरिरहेको छु बाबु स्कुल जाने बेलासम्म। तर आज म चाहिँ मेरो परिचय पत्र बनाउनु जानु थियो। त्यसपछि आफ्नो काम सकेँ। उसले यहाँ झ्यालबाट तल मान्छेहरूलाई बोलाउँदैछ अनि बेडसेड मिलाइसकेँ, खाना पनि बनाइसकेँ, बेडहरू मिलाइसकेँ। आज चाँडै जानुपर्ने थियो, लाइन पनि बस्नुपर्छ भनेर नै हामी अगाडि नै अब 10 बजे नै पुग्ने गरेर जान लागेको थिएँ। रेडी भइसकेँ म अनि इनड्राइभ गरेर लागेँ परिचय पत्र बनाउन हिँडेँ। बाटोमा जाम पनि थियो दाइसँग कुरा गर्दै हिँडेँ। सफा देखेछ कि आकाशभरि। जाम त अब ठिकै थियो जाम, अब उता चाहिँ हुन्छ भनेर नै बिस्तारै चाँडै नै गएको। घाम चर्किएर घाम चाहिँ बेसै लाग्थ्यो। दाइसँग कुरा गर्दै सफा पुगेँ। भिड होला भनेर भनेको त के को भिड हुनु नि, भिड केही पनि छैन। 5 मिनटमा सकियो काम। पहिला त धेरै लाइन बसेर गर्नु पर्थ्यो अरे, अहिले त 5 मिनट पनि लाग्दैन। गएर ठ्याक्कै 11 नम्बर कोठामा जाने, फोटो खिचिसकेपछि त एकछिन वेट गरेपछि आउँछ 5 मिनट। फाइनल्ली मेरो परिचय पत्र बन्यो। अब चाँडै भइसक्यो नि त, त्यही भएर म बस्न जान्छु भनेर निर्णय गरेँ अनि त्यसपछि त्यहाँबाट निस्केँ। बाटोमा एकजना बहिनी भेट भयो, धनगढतिरको रहेछ। उस पनि बस चढ्नको लागि मलाई साथी पनि भयो बाटोमा। गफ गर्दै अनि हिँडेँ अनि रानी पोखरीनिर पुगेँ। कस्तो राम्रो भयो रानी पोखरी, खोलाएर माथि कसरी खिच्दाखेरि कस्तो राम्रो देखिने, कस्तो राम्रो भ्यू थियो त्यहाँ। हामी गफ गर्दै थियौँ बहिनी र म, गफ गर्दै हिँड्यौँ फेरि त्यहाँबाट। अनि अब हाई गरौँ न भनेर हाकिङ गऱ्यो। उसले मेरो भिडियो खिचिरहेको थियो, साथी पनि भयो नि त। कस्तो राम्रो कि त्यो भित्र मैले मोबाइल जस्तै छिराएर चाहिँ खिचेको। अहिले तलङ्कीबाट तलङ्की जानुपर्ने, ऊ चाहिँ उतै काठमाडौँ मलबाट गाडी चढ्यो। म चाहिँ यहाँ रत्नबारबाट गाडी चढेँ, पाइहालेँ अनि गाडी चढेँ अनि त्यसपछि आइपुगेँ कोटेश्वर आइपुगेँ। अनि बाबुलाई पनि त लिन जानुपर्ने थियो। कति 11:30 बजी त म आइसकेको थिएँ घर। 11:30 बजी आइसकेको थिएँ। यहाँबाट म 9:30 बजे गएँ लाइन बस्नुपर्छ भनेर। 11:30 बजी त म आइसकेको थिएँ। आएर घरमा काम पनि गर्नुपर्ने थियो, अलिअलि नुहाउनु पनि थियो, नुहाएको पनि थिएन। आएर काम गरेर नुहाइसकेँ। मेरो कोठाबाट चाहिँ यस्तो भ्यू देखिन्छ, आहा सफा आकाश। अनि म अब लागेँ असितलाई लिनलाई, बाबुलाई लिनलाई। सन्चो पनि थिएन, उसलाई खोकी लगाइरहेको थियो। यो कुखुरा रे, यो चराको प्वाँख चाहिँ कस्तो मनपर्छ कि कानो गर्नलाई। अनि बाबु लिनलाई हिँडेँ, उसलाई सन्चो पनि थिएन। अनि घर लिएर आएर एप्पल खायो अनि फेरि अनि हस्पिटल लिएर हिँडेँ, मेडिकल औषधि लिनलाई। खोकी लगाइरहेको थियो, मेडिकल गएँ।
थ्याङ्क यू सो मच एभ्रिवान। आजको हाम्रो आमा छोराको मिनी ब्लग यति नै। साथ सपोर्ट माया गरिदिनु होला। धन्यवाद।